नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल है न्यु डे न्यु ब्लग है। आज चाहिँ ठ्याक्क 9 गर्न लाग्यो ओकेतिर आयो। अहिले फेरि दिउँसो पानी दिएको छ कि त्यही भएर दिदीको साइकल पनि थियो होइन। फेरि अहिले दिदीले काममा लिएर जानुहुन्छ कि त्यही भएर 10 बजीतिर जानुहुन्छ। त्यही भएर यहाँ साइकल लिएर आएको। यहाँ फेरि भित्र खिच्नु दिन्न कि यहाँ। त्यही भएर अब सपिङ गरेपछि देखाउँदा है। सामान पनि किन्ने डेन्जर भोर रहेछ भन्ने त्यहाँनिर छ है। अब घरतिर जानु लाग्यो फेरि 9:30 हुन लाग्यो। फेरि दिदी काममा जानुहुन्छ क्या है। त्यही भएर छिटो किनेर अब घरतिर जानु लाग्यो। अब उतै गरेर देखाउँदा है। यस्तो छ गाइस। ठ्याक्क घर आएको त ठ्याक्क पानी परिरह्यो भने हजुर म खान्न ल। अब त्यही हो भक्क सपिङ गरेर है। त्यही आज पनि अब यस्तो पानी परेको खसीको मासु बनाउनु पर्ला। हिजो पसलमा काटेको थिएँ होइन। त्यही खसीको मासु लिएर आएको छु त्यही बनाउनु पर्ला। है घेराउँला यस्तो भएछ अनि कि बल्ल अहिले फुल फुल्न लाग्छ है। हेरौँ अब हुन्छ कि हुन्न है। ल अहिले पछि देखाउँला है। यस्तो पानी परेको ठ्याक्क आएको ठ्याक्क पानी परिरहेको 9:30 भएछ। अहिले पछि देखाउँला है। यहाँ भर्खर प्रवेश भइरहेको छ है। म त ट्रेनमा आउँछ होला भनेको त अघि डेन्जर पानी परेको थियो नि त। रमाइलो हो अस्ति भोलिबाट काम हो। ल पर्ख है यहाँ ओ आरिगातो कति धेरै लिएर आइदिएको अहिले। ए अस्तिको यसको चाहिँ अचार बनाउनु पर्ला। खानुपर्छ झन् राम्रो हुन्छ। अब चाहिँ हामी यहाँ खाना खानु लाग्यो है। ल अब चाहिँ खाना खानु लाग्यो है। केटाहरू अब जाँदै अब भोलि छुट्टी हो। अल्छी हुन्छ धेरै छुट्टीको बस्नुहुन्न। कसले पनि खतरा छ। यताबाट फेरि समाज छ फेरि। ल ल ल पछि भेटौँ ल है। ल अर्कोचोटि चाहिँ यसो बस्नुपर्छ। ल भोलि भेटौँ ल अब ल। ल है ल ल बाई ल। ल भाइहरू पनि गयो। अब म पनि घरतिर जानु लाग्यो। त्यस्तो मेरो चाहिँ युट्युब छ क्या युट्युब च्यानल छ। ल अब उतै घरतिर गएर देखाउँला। अब भुस परेपछि चाहिँ भर्खर उठेर खाना बनाउनु लाग्यो है। अहिले भाइहरूलाई भेट्यो है। एकछिन टिभीहरू भेटेर अनि घर आएर एकछिन बसेको भुस परेछ उठेछ अनि। ल हाम्रो प्रवेश भाइले होइन यो काँक्रा ठ्याक्क अचार बनाउने खालको काँक्रा चाहिँ लिएर आइरहेको रहेछ है। आरिगातो है प्रवेश भाइ। यो पनि यो वर्ष चाहिँ हरेक काँक्रा खान पाइने नेपाली तरकारी है। यहाँ चाहिँ अब मटन बनाउनु लाग्यो। कस्तो होला सुतेछ अहिले। पानी पनि परेछ बाहिर। वेदरै झ्याउ कहिले पानी पर्छ कहिले घाम लाग्छ त्यो के गर्ने।
बल्ल खाना बनाउनु लाग्यो 6:30 भइसकेको है त्यही भोलि निकाल्छ सब बनाएपछि देखाउनु है आम्बो भेराइटीको छ अहिले ल अब चाहिँ सुरु गर्न लाग्यो है सुते चाहिँ हामी एकदम अल्छी भएको छ नि त्यो धेरै सुँगुरको मासु खाएर होला है यस्तो छुट्टी भयो कि खालि दिउँसो भात खाएर सुत्नु मात्रै मन लाग्छ नि त्यो केही गरेन आज पनि सुतेर गयो भने ल चेस है गाइस यो चाहिँ पसलमा काटेको है लोकल खसी दामी ल आजलाई यति नै है आज पनि भाइहरू त सिनुगु र कावासकी हटाएको थियो नि एकछिन बस्यो लन्च सन्च खायो है एकछिन गफसप गरेर रमाइलो भयो है प्रवेश भाइलाई चाहिँ आरिगातो है काँक्रा लिएर आइदिएकोमा हुनु आरिगातोको चाहिँ मस त्यही हो आज नि त्यही यताउता उस गऱ्यो एकछिन गफसप गऱ्यो ल आजलाई यति नै पछि फेरि नेक्स्ट ब्लगमा भेटौँला यसरी आएर सपोर्ट गरिदिनु होला जय नेपाल।